उनले एउटा अरुण प्रसाद भट्टको रनआउट र निकै नै इकोनोमिकल ओभर प्रस्तुत गरेका थिए आज। त्यसै गरी आजको म्यान अफ द म्याच इमरान अलीले मध्यपश्चिम खर्मबाट रु 500 रुपियाँ पनि प्राप्त गर्ने हुनेछ र आजको स्ट्राइकर अफ द म्याच हुनुहुन्छ 12 बलमा 21 रन प्रहार गरेका सेनाज अन्सारी। अवार्ड हामीलाई प्रेजेन्ट गरिदिएको छ बागेश्वरी सेकेन्डरी स्कुलले र आजको अन्तिम अवार्ड रहेको छ क्याच अफ द म्याच जुन स्मृति केन्द्र निकै राम्रो खेलको प्रस्तुति गर्नुभयो टुर्नामेन्ट अवधिभर र आज कहाँ छुट्नुभयो र आफ्नो खेलाडीहरूलाई के सन्देश दिन चाहनुहुन्छ अघिल्लो खेलहरूको लागि? आजको खेलमा हामीले जस्तो सोचेको थियौँ त्यस्तो हाम्रो बेस्ट दिन सकेनौँ। सबैभन्दा मेन त हाम्रो फिल्डिङ मिल्न सकेन र आफ्नो साइडबाट दिन सबैले कोसिस गरिरहनु भएको थियो होला, तर खै कसरी फिल्डिङ चाहिँ नमिलेको जस्तो देखिन्थ्यो र हाम्रो यात्रा यहीँ सकियो। त्यति भन्न चाहन्छु। धन्यवाद। र यही परबाट आएर यो खेल प्रतियोगिताको शोभा बढाइदिनु भएकोमा म नेपाल राष्ट्रिय मावि बाँसगढीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथसाथै म आजको